अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अख्तियारले शक्ति र पद हुँदैमा जो कोही कानूनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने रहेको समेत बताउनु भएको हो। राष्ट्रपति पौडेलले अख्तियार दुरूपयोग केवल कानून उल्लङ्घन मात्र नभएर नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि भएको बताउनु भएको छ। बानी, व्यवहार, आचरण र अभ्यासले भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्न सके भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सकिने आफ्नो विश्वास रहेको उहाँको भनाइ भएको छ। उहाँले अहिले जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य शर्त नै अख्तियार दुरूपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण भएको धारणा समेत राख्नु भएको थियो। दुरूपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो। लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनै पर्छ। अख्तियार दुरूपयोग केवल कानुन उल्लङ्घन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि हो। यसले आर्थिक क्षति वा नैतिक विचलनभन्दा धेरै पर पुगेर राज्य र नागरिक बीचको भरोसाको सेतुमा चोट पुर्याउँछ। सहज र सरल तरिकाले जनतामा सेवा प्रवाह तथा सुशासन मार्फत देशको समृद्धि नै संविधान र लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउँदै राष्ट्रपति पौडेलले संविधान र व्यवस्थाले राखेको यही अभिष्टलाई पूरा गर्न समेत युवाहरूले आवाज उठाएको बताउनु भएको छ। उहाँले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो शर्त भएको उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रूपमा लिनुपर्ने बताउनु भएको छ। अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभालाई स्वच्छ छवि र भ्रष्टाचार विरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरूको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रूपमा लिनुपर्ने बताउनु भएको हो। उहाँले निर्वाचनपछि नयाँ जनादेश सहित आउने सरकारले जेनजीको भावना अनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणमा थप कदम उठाउने विश्वास व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री कार्कीले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना र कानूनी तथा नीतिगत व्यवस्था भए पनि भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण नसक्नुको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै भएको धारणा राख्नु भएको छ। भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्गभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य नभएसम्म चाहेको सुधार गर्न नसकिने उहाँले बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावना अनुसार गठन भएको वर्तमान सरकारले नागरिक मैत्री प्रशासनको अनुमति गराउने भ्रष्टाचार नियन्त्रण लगायत समग्र शासकीय सुधारका कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्नुभएको छ। यसैगरी वर्तमान सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको राज्य कोषमा भार पार्ने गरी हुने अनावश्यक भर्तीहरू रोकेको र दुरूपयोगको उद्देश्यले मात्र रातो किताबमा राखिएका योजनाहरूको बजेट कटौती गरेको उहाँले जानकारी दिनुभएको छ। गत भदौ 23 र 24 गते सडकमा आन्दोलन गर्नु पर्यो। यी प्रश्नमा विचार गर्दा हामी सबैले बुझ्नुपर्ने र मनन पनि गर्नुपर्ने कुरा के छ भने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो। त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुख नै आफ्नो संस्था र संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्दछ। जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्ग भन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्ने छैनौँ।
मैले यसअघि पनि भनेको छु, प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार हो। यो मान्यता, चेतना र जिम्मेवारीको बोध प्रत्येक राष्ट्र सेवक, कर्मचारी, राजनैतिक नेतृत्व र अन्य सरोकारवाला पनि हुन जरुरी छ। मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणको मूलभूत माग राखी जेनजी युवाको अगुवाईमा भएको आन्दोलनको जगमा गठित वर्तमान सरकारले नागरिक मैत्री प्रशासनको अनुभूति गराउने, भ्रष्टाचार नियन्त्रण लगायत समग्र प्रशासकीय सुधारका कार्यमा प्राथमिकताका साथ अघि बढिरहेको छ। उहाँले आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी सुशासनको मार्गचित्र तयारीको कार्य पनि अन्तिम चरणमा पुगेको समेत बताउनु भएको छ। यसबीच भ्रष्टाचार विरुद्धका कारबाहीहरूलाई तीव्र पार्न राज्यका भएकै संरचनाहरूलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ सक्रिय हुन प्रेरित गरेको र केही दूरगामी परिणाम देखिने गरी जग बसालेको उहाँले बताउनु भएको छ। राष्ट्रिय सभा बैठकबाट चलचित्र विधेयक 2081 पारित भएको छ। बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो। यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित चलचित्र विधेयकमाथि छलफल समेत भएको थियो। 2026 सालमा बनेको चलचित्र ऐनलाई समय सापेक्ष परिमार्जन गरी संघीय संरचना र नयाँ प्रविधि अनुरूप बनाउन सरकारले चलचित्र सम्बन्धी विधेयक तर्जुमा गरेको थियो। त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय सभामा 6 वर्षीय कार्यकाल सकिन लागेका सदस्यहरूले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए। राष्ट्रिय सभाको अर्को बैठक फागुन 1 गते शुक्रबार बोलाएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले आसन्न प्रतिनिधि सभा निर्वाचन केन्द्रित पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमका बीच नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै निर्वाचन केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो। प्रतिबद्धता पत्रमा नेपाली विशेषताको समाजवाद, सामाजिक क्रान्ति, सुशासन, पारदर्शिता र मितव्ययिता, शिक्षा र स्वास्थ्यको गुणस्तरीय स्तर, पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता लगायतका विषयलाई प्राथमिकता दिएको छ। त्यस्तै प्रतिबद्धता पत्रमा आयात व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी आत्मनिर्भर तथा समावेशी मोडलमा शिफ्ट गर्ने विषयलाई जोड दिएको नेकपा संयोजक प्रचण्डले जानकारी दिनुभएको छ। राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनका लागि नेकपाले विशेष पहल गर्ने उहाँले बताउनु भएको छ। त्यस्तै प्रचण्डले राज्य सत्तामा सबै समुदायको प्रतिनिधित्व, पहुँच र पहिचान सुनिश्चित गर्दै समावेशी लोकतान्त्रिक संरचना निर्माणलाई जोड दिएको उल्लेख गर्नुभएको छ। वर्तमान निर्वाचन प्रणालीमा एउटै पार्टीले बहुमत प्राप्त गरेर 5 वर्ष सरकार चलाउने सम्भावना न्यून रहेको निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाइने नेकपाले जनाएको छ। नयाँ प्रतिनिधि सभा गठन भएको 1 वर्षभित्र संघीयता कार्यान्वयनका लागि आवश्यक सबै कानूनहरू तर्जुमा गरी प्रदेश र स्थानीय तहले संविधान बमोजिम प्राप्त गर्ने अधिकार उपभोग गर्ने वातावरण निर्माण गरिने नेकपा संयोजक प्रचण्डले बताउनु भएको छ। संविधानको पुनरावलोकन गर्ने र परिमार्जन गर्ने कुरालाई पनि प्राथमिकतामा राखेका छौँ। त्यसै गरी निर्वाचन प्रणाली जे हामीले अवलम्बन गर्यौं 10 वर्षदेखि यो कति अनुकूल भयो त, जनताको अभिमत ठिक ढङ्गले व्यक्त भयो कि भएन, या यो निर्वाचन प्रणालीले के जटिलता पैदा गर्यो, यसको समीक्षा गरेर निर्वाचन प्रणालीलाई पनि परिमार्जन गर्नुपर्दछ भन्ने कुरालाई पनि हामीले उच्च प्राथमिकतामा राखेका छौँ। सुशासन र पारदर्शिता हामीले पछिल्लो पटक सरकारमा हुँदा या प्रतिपक्षमा हुँदा पनि यो विषयलाई, भ्रष्टाचारको अन्त्यको विषयलाई निकै उच्च महत्त्व दिएर उठाएको सबैलाई थाहा नै छ र अहिलेको प्रतिबद्धतामा नि पारदर्शिताको कुरा र
भ्रष्टाचारको अन्त्य गर्ने कुरालाई उच्च प्राथमिकताका साथ अगाडि राखिएको छ। अनि सामाजिक विभेद र असमानताको अन्त्य गर्ने कुरालाई पनि हामीले ठोस रूपमा यसमा उल्लेख गरेका छौँ। त्यस्तै नेकपाले संलग्न परराष्ट्र नीतिलाई थप सुदृढ गर्दै राष्ट्रिय हित, सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता सीमा विवादहरू कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानूनका आधारमा समाधान गर्ने, सीमा व्यवस्थापन र नियमनलाई आधुनिक र प्रभावकारी बनाउने नेकपा संयोजक प्रचण्डले बताउनु भएको छ। विदेश पलायन भइरहेका युवा वैज्ञानिक, इन्जिनियर र प्राविधिकलाई स्वदेशमै रोक्न अनुसन्धान, अनुदान, कर सहुलियत र सम्मानजनक पारिश्रमिकको व्यवस्था गरिने नेकपाको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको लाइफलाइन हुलाकी सडक 30 वर्षमा पनि अधुरै रहनुमा कांग्रेस र कम्युनिस्ट सरकार जिम्मेवार रहेको बताउनु भएको छ। सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर 3 नर्घोमा मंगलबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रणनीति तह मधेसलाई पछाडि पार्ने काम भएको बताउनु भएको छ। पहाडका जिल्लाहरू सुगम हुँदै गए पनि मधेसमा अझै बाटोघाटोको अभाव रहेको बताउँदै उहाँले मधेसको लाइफलाइन हुलाकी सडक 30 वर्षमा पनि अधुरै छ, तर मदन भण्डारी द्रुत मार्ग छोटो समयमै निर्माण सम्पन्न भएको छ। यस्तो हुनुमा कांग्रेस र कम्युनिस्ट सरकार जिम्मेवार रहेको बताउनु भएको छ। महेन्द्र राजमार्ग बनाउन तत्कालीन राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू बीच सहमति भएको स्मरण गर्दै हालको मधेस भूभागमा पर्ने जिल्लाका सदरमुकामहरू हुँदै लानुपर्नेमा मधेसका जिल्लाहरूलाई पछाडि पार्ने नियतले नेपाली भएको ठाउँबाट लान भनेपछि जंगल फडानी गरेर राजमार्ग बनाएको र सुनकोशी मरिन डाइभर्सनबाट मधेसको लाखौं बिघा जग्गा सिंचाई गर्ने योजनाको 90% काम पूरा भएको अवस्थामा वर्तमान सरकारले ठेक्का समेत तोडेर काम बन्द गराइदिएको भन्दै जसपा अध्यक्ष यादवले आपत्ति जनाउनु भएको छ। पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित चुनावी छलफल तथा भेटघाटका क्रममा जसपा नेपालकी नेता एवं पूर्व मन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवं पूर्व मन्त्री शैलेन्द्र प्रसाद शाह, प्रदेश सभा सदस्य किरण शाह, केन्द्रीय सदस्यहरू पुष्पा ठाकुर, विदेश्वर प्रसाद यादव, विक्की, मध्य प्रदेशका पूर्व उपसभामुख उपमा देव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समानुपातिक उम्मेद्वार सुलही मण्डल, जिल्ला सचिव जयनारायण यादव, युवा नेता सुरेन्द्र प्रसाद यादव, तत्कालीन नर्घो गाउँ विकास समितिका पूर्व अध्यक्ष मुसहरु यादव, पूर्व वडा अध्यक्ष ललित प्रसाद सिंह, समाजवादी विद्यार्थीका जिल्ला अध्यक्ष महेश प्रसाद यादव लगायतले आफ्नो धारणा राखेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा देखा परेका नवीनतम प्रविधिहरूको कारण भ्रष्टाचार नियन्त्रणमा विभिन्न चुनौती थपिएको जनाएको छ। आयोगको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नवीनतम प्रविधिहरूको कारण भ्रष्टाचार नियन्त्रणमा विभिन्न चुनौती देखिएकाले भ्रष्टाचार नियन्त्रणको प्रयास तथा निदानको तरिकामा समेत शिक्षित परिवर्तन एवं परिमार्जन जरुरी देखिएको बताउनु भएको हो। उहाँले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा आयोगको अग्रणी भूमिका रहँदै आएको कुरा विरोध रहे पनि आयोग एक्लैको प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताउनु भएको छ। दण्डात्मक विधिबाट मात्र भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्धन गर्न सम्भव नहुने भन्दै उहाँले यसका लागि राज्यका सबै संयन्त्र, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगत लगायत सबैको सामूहिक प्रयास अपरिहार्य रहेको बताउनु भएको छ। प्रमुख आयुक्त राईले सुशासन प्रबन्धन र भ्रष्टाचार नियन्त्रणका लागि गर्नुपर्ने निरोधात्मक तथा प्रवर्धन कार्यहरूप्रति राज्य क्रियाशीलता कम रहेको देखिएको गुनासो गर्नुभएको छ। भ्रष्टाचार नियन्त्रणका कार्यमा राज्यका सबै निकायहरूको समन्वय प्रयास सुनिश्चित हुन नसकेको उहाँको भनाइ रहेको छ। उहाँले राज्यको लगानीमा वृद्धि गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा अभियानकै रूपमा देशव्यापी रूपमा निरोधात्मक र प्रवर्धन
कार्यक्रम सञ्चालन गर्न अपरिहार्य भएको धारणा राख्नु भएको छ। प्रवृत्तिहरूको कारण भ्रष्टाचार नियन्त्रणमा विभिन्न चुनौतीहरू थपिएका छन्। त्यसैले भ्रष्टाचार नियन्त्रणको प्रयास तथा निदानको तरिकामा समेत समयोचित परिवर्तन एवं परिमार्जन जरुरी देखिएको छ। बदलिँदो चुनौतीहरूको सामना गर्न दक्ष, सक्षम र नयाँ प्रवृत्तिको अभ्यस्त जनशक्ति विकास गर्न आवश्यक भएको छ। मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा आयोगको अग्रणी भूमिका रहँदै आएको कुरा निर्विवाद छ। तर आयोग एक्लैको प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण हुन सक्दैन। भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व र जिम्मेवारी सरकारको हो। सरकारका कार्यकारी निकायहरू भ्रष्टाचार विरुद्ध सक्रिय निर्मम हुन सकेनन् भने सुशासन र समृद्धि सम्भव हुँदैन। यी निकायहरूले भ्रष्टाचार नै हुन नदिने गरी जिम्मेवार बोध गर्न जरुरी छ भने भ्रष्टाचार भइहालेमा आयोगको दण्डात्मक भूमिका निर्वाहमा सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको छ। त्यस्तै उहाँले सार्वजनिक निकायहरूले गर्ने कुनै निर्णय नीतिगत हो कुन होइन भन्ने सम्बन्धमा स्पष्ट कानुनी परिभाषाको अभाव रहेको र नीतिगत निर्णय र प्रशासनिक निर्णय छुट्याउन स्पष्ट आधार निर्माण नभएको उल्लेख गर्नुभएको छ। यसले गर्दा प्रशासनिक निर्णयबाट हुने कामहरू समेत मन्त्री परिषदमा लैजाने र नीतिगत निर्णयको नाममा आफ्ना जिम्मेवारी पन्छाउने गलत प्रविधि सार्वजनिक पदाधिकारीहरूमा देखिएको उहाँको भनाइ रहेको छ। रामेछापको मन्थली नगरपालिका 6 मसाने टारमा मंगलबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले सडक अवरुद्ध गरेका छन्। 12 जनाको मृत्यु हुने गरी दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरण्यको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरूले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन्। स्थानीयहरूले काठमाडौँबाट गएका सवारी साधनलाई खुरकोट मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाउँबाट छुटेका गाडीहरूलाई खिम्तीमा नै रोकेका हुन्। स्थानीयहरूले दुर्घटनाको छानबिनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगायतको माग राखेका छन्। काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश 301005 ख 9975 नम्बरको बस मंगलबार तामाकोशी नदीमा खस्दा 12 जनाको मृत्यु भएको थियो। आउँदो फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य चुनावलाई केन्द्रित गरी निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। मतदान प्रक्रियालाई सहज सरल बनाउन बदर हुने मत प्रतिशत घटाउनका लागि आयोगले आउँदो फागुन 3 गतेदेखि 17 गतेसम्म देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो। सबै 753 वटै पालिकाको 6743 वटा वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। स्वयंसेवकले मतदाताको घर बस्तीमा पुगेर नमुना मतपत्रको माध्यमबाट चुनावको महत्त्व र मतदान प्रक्रिया बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। आयोगले मतदाता शिक्षा कार्यक्रममा आवश्यक सहयोगका लागि 7 प्रदेश सरकार, 753 वटै पालिका, राजनीतिक दल, उम्मेद्वार तथा सञ्चार क्षेत्र लगायत सम्पूर्ण सरकारवालाहरूलाई अनुरोध पनि गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियर सुभाष विष्ट विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विष्टले गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो। विष्टले पदीय मर्यादा विपरीत भ्रष्टाचार गरी 1,97,00,000 रुपियाँ भन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको आयोगले ठहर गरेको छ। विष्टले सेवा प्रवेश गरेको मिति 2076 फागुन 1 देखि 2081 साउन 14 गतेसम्मको जाँच अवधिमा आफ्नो आम्दानीको अनुपातमा अत्याधिक बढी खर्च र लगानी गरेको आयोगको अनुसन्धानबाट देखिएको छ। अनुसन्धानका क्रममा इन्जिनियर विष्टको वैध आय जम्मा 1,27,74,673 रुपियाँ 29 पैसा देखिएको छ। आयोगले इन्जिनियर विष्टसँग 1,97,10,157 रुपियाँ 63 पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम कैद र बिगो बमोजिम जरिवाना माग दावी गरेको छ। सुभाषले गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति बाबु सुदर्शनको नाममा राखेको र
उक्त सम्पत्ति प्रयोग एवं प्रचलनमा बाबुको समेत संलग्नता देखेकाले निजलाई पनि सजाय र बिगो जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ। आउँदो फागुन 21 गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन 3 गतेभित्र घोषणा पत्र सार्वजनिक गर्न निर्वाचन आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ। निर्वाचन आयोगको मंगलबार सम्पन्न बैठकको निर्णय अनुसार यस्तो निर्देशन दिएको हो। आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनैतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फका उम्मेद्वारहरूले निर्वाचन आचार संहिता 2082 को दफा 37 बमोजिम फागुन 3 गते भित्र घोषणा पत्र बुझाउनु पर्ने उल्लेख छ। घोषणा पत्र सार्वजनिक गरेर राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न राजनीतिक दल सम्बन्धी ऐन 2073 का दफा 57 बमोजिम आयोगले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। अब अर्थ समाचार। अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका कतिपय आयोजनाको रकम फुकुवा भइसकेको बताउनु भएको छ। बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले तत्कालीन विशेष परिस्थितिमा कम प्राथमिकतामा परेका र केही खुद्रे टुक्रे आयोजनाको रकम रोक्का गरिएकोमा अहिले प्राथमिकता अनुसार धेरै आयोजनाहरूको रकम फुकुवा भएर आयोजनाहरू सुरु हुने क्रममा रहेको बताउनु भएको छ। आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने, सार्वजनिक सेवाको पुनः सञ्चालन गर्नको निमित्त खर्चको जोहो गर्नुपर्ने र निर्वाचनका लागि समेत रकम छुटाउनु पर्ने भएकाले आयोजनाहरूको दायित्व सिर्जना भएर भुक्तानी गर्न नसकिएको उहाँले बताउनु भएको छ। उहाँले आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने अनुत्पादक खर्च कटौती गरेर मितव्ययता कम गर्ने मन्त्री परिषदको असोज 5 गतेको निर्णय अनुसार तयारी नभएका खरिद प्रक्रियामा नगएका र अर्थतन्त्रलाई खासै लाभ दिन नसक्ने आयोजनाहरूको रकम स्थगन मात्र गरिएको जानकारी दिनुभएको छ। आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, अनुत्पादक खर्च कटौती गरेर मितव्ययता काम गरेर यो अधिक खर्चको निमित्त बजेटको व्यवस्था गर्ने मन्त्री परिषदको 2082 असोज 5 को निर्णय अनुसार तयारी हुँदै नभएका, खरिद प्रक्रियामा जाँदै नगएका खुद्रे टुक्रे आयोजना जसले समष्टिगत रूपमा अर्थतन्त्रलाई तत्कालै खासै लाभ दिन सक्दैनन् त्यस्ता आयोजनाहरू स्थगन मात्रै गरिएको थियो। भनिएको के थियो भने यदि केही गरी ती आयोजनाहरू पनि डिजाइन इस्टिमेट सकिएर टेन्डरमा जाने क्रममा छन् अथवा टेन्डरमा गइसकेका छन् अथवा ती क्रमागत हुन्, तर अहिले डिजाइन सकेर टेन्डरमा जाने क्रममा रहेका वा गइसकेका उपभोक्ता समितिसँग सम्झौता भएर काम प्रारम्भ हुने क्रममा रहेको लगायतका केही महत्त्वपूर्ण आयोजनाहरूको रकम फुकुवा गरिएको उहाँको भनाइ रहेको छ। तब अन्तर्राष्ट्रिय समाचार। क्यानाडाको एक विद्यालयमा गोली चल्दा कम्तीमा 9 जनाको ज्यान गएको छ। उत्तर पूर्वी ब्रिटिश कोलम्बियाको टम्बलर ब्रेज माध्यमिक विद्यालयमा अन्धाधुन्दा गोली चल्दा 9 जनाको ज्यान गएको र कम्तीमा 25 जना घाइते भएको रोयल क्यानाडियन माउन्टेन पुलिस RCMP-लाई उद्धृत गरी बीबीसीले जनाएको छ। गोली चलाउने व्यक्तिको पनि ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले टम्बलर ब्रेजमा भएको घटनाबाट आफू स्तब्ध भएको बताउनु भएको छ। ब्रिटिश कोलम्बियाका सार्वजनिक सुरक्षा मन्त्री नीना क्रिगरले आफ्नो फेसबुक पेजमा यो घटनाले समुदाय र सम्पूर्ण प्रान्तलाई स्तब्ध पारेको उल्लेख गर्नुभएको छ। अन्धाधुन्द गोली चलेको घटनाको अनुसन्धान गर्न आवश्यक सम्पूर्ण स्रोत साधन परिचालन गरिरहेको मन्त्री क्रिगरले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अब खेल समाचार। थाइल्याण्डमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल ACC राइजिङ स्टार्स वुमन एसिया कपमा सहभागी हुने राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बेस क्यानका पदाधिकारीहरूले राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेका हुन्। नेपाली टोलीकी कप्तान इन्दु वर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी
दिएको छ। विदाई कार्यक्रममा राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान पूजा महतोले नेपाली टिम बलियो रहेकाले नेपालले जित हासिल गर्ने बताउनु भएको छ। नेपाली पुरुष टिम जस्तै महिला टिमले पनि राम्रो प्रदर्शन गर्दै अघि बढ्ने लक्ष्य रहेको उहाँको भनाइ रहेको छ। त्यसै राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले अन्य टिमको अगाडि नेपाली टोलीले पनि राम्रो क्रिकेट खेलेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गर्नुभएको छ। लिड गर्ने हो, तर लिड भन्दा पनि जुन मैले पर्फर्मेन्स दिएर कसरी म टिमलाई जिताउन सक्छु त्यसमा बढी फोकस छ। अनि त्यो एउटा एज मात्रै हो, यो सिनियर लेभलमा आएर हामी अन्डर 19 छौँ या वाट एभर, इट्स नथिङ म्याटर। अनि मेरो लागि चाहिँ यो प्रेसर भन्दा नि अपर्च्युनिटी जस्तो लागिरहेछ कि इन फ्युचर कसरी म टिमलाई लिड गर्न सक्छु त्यसको लागि यो प्रिपरेसन जस्तै मानिरहेछु। Yes, it's a fact that we are going to play against some very good teams, but they are also players, so even we have prepared well. What we saw last time in the World Cup qualifiers, we gave some very strong performances. Not all the the outcomes came our way, but we played some really good cricket. We won against Zimbabwe, where we bowled well and we chased a very. It was not an easy total because it was a good side, bowling and fielding side. प्रतियोगितामा नेपाल रहेको समूह ए मा भारत ए, पाकिस्तान ए र युएई छन् भने समूह बी मा बंगलादेश ए, श्रीलंका ए, मलेसिया र थाइल्याण्ड छन्। फेब्रुअरी 13 देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ए सँग खेल्नेछ भने सोही दिन भारत ए र युएई बीच पनि प्रतिस्पर्धा हुनेछ। नेपालले दोस्रो खेल 15 फेब्रुअरीमा युएई अनि तेस्रो खेल 17 फेब्रुअरीमा भारत ए सँग खेल्ने तालिका रहेको छ। दुवै समूहबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रमुख समाचारका शीर्षकसँगै आम नेपाली समाचार सकियो। ताजा समाचार र मनोरञ्जनका लागि आम नेपाली टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।